हेलो केटाकेटीहरू के छ हौ खबर? म चाहिँ आज यहाँ यतापट्टि होइन यो आइस हालेर खानु पऱ्यो डल्ला डल्ली भनेर चाहिँ सट्ट आएँ होइन। यहाँ आइस हालेँ मैले, यो आइस हालेँ सर आइस आयो। आइस आइसकेपछि अब यसो मिसाउने चिजहरू चाहियो नि त। के मिसाउने त भन्दाखेरि चाहिँ एउटा चक्लेट जस्तो यो झोलवाला चक्लेट जस्तो त्यो टिपेँ, टपक्क टिपेँ। अनि यहाँ फेरि मलाई यो भएन, यो एउटा चक्लेट जस्तो नि टिप्नु पऱ्यो भनेर मैले टिपेँ। त्यो टिपिसकेर अनि मैले चट्ट यहाँ ल्याएँ। अनि ल्याएर चाहिँ यहाँनिर दिएँ, यसलाई मिसाइदिएँ भनेर दिनु पऱ्यो नि त। यसलाई छेस्को पनि हालिदिएँ भनेर दिएँ मैले। यसले बिचको सिटको खोल्दैछ अनि त्यो चक्लेट खोलेर खान्छ कि क्या जस्तो लागेको थियो। त्यो खाएन भने त्यसले चाहिँ भित्र हाल्नलाई खोलेर चाहिँ है, म चाहिँ चक्लेट खाइदिन्छ कि अरे जस्तो लागिरहेको थियो। चक्लेट खाइदिएन यसले अनि त्यहाँभित्र हालिदियो। हालिसकेपछि ओहो हो हाल्यो, म त आधी खाइदिन्छ क्या जस्तो लागेको थियो क्या। पैसा तिरेको नि त मैले। अनि चट्ट हल्लाउँदैछ अनि भल्लाएर सबै हालेँ भाइ, त सबै हालेँ हाल्यो। हो यसले सबै हाल्दैछ अनि हालिदियो सबै हालिदियो। यसले आधी बट्टामा राखेर खाइदिन्छ कि जस्तो लागेको थियो मलाई। अनि हालिदियो, छेस्को पनि हालिदियो भाइ, त्यहाँ छेस्को पनि हालिदियो। अब म खान्छु है, ल हल्लाउँदै खान्छु ल। अब एकदम खा ल गाइजहरू ल भाइ।